नमस्कार साथीहरू, कुमसान बौद्ध विहारको नयाँ भ्लगमा यहाँहरूलाई फेरि पनि हार्दिक स्वागत गर्न चाहन्छु। यो मन्दिरको चाहिँ मुख्य गेट हो। यो चाहिँ हावा कति धेरै चलेको क्या। यो नहरको चाहिँ साइडमा चाहिँ फुलहरू रोपिएको क्या, हेर्नु न कति राम्रो है। सडक बनाउँदा जब यो जङ्गल खण्डीकृत भयो, जनावरहरू यता र उता गर्न सजिलै पास हुन सकुन् भनेर यस्ता किसिमका पुलहरू बनाइदिने कोरियाको नीति रहेको छ। यो एकदमै राम्रो मानिन्छ। तलको बाटो छ नि, त्यहीँबाट आउँछ। पोखरीमा त खिच्न भ्याइन यसलाई हो। हावा चलेको कि बिहान त कहाँ मान्छे 50 किलोभन्दा माथिको मान्छे नहिँड्नु हुँदाखेरि चाइनातिर त चाइना हावाले पऱ्यो। यहाँ बस्ने हो त गाडी गाडी माथि जाउँ न। हिँड्दै जाने हो। कति राम्रो के हो यो, हिजो पानी परे भएर हो। यहाँ हेर्नु न, त्यो हिँड्दै जानु छ नि एउटा गाडी राखेर। हुन्छ तर राखेन छैन। यस्तो माथि नै जाउँ न गाडी लिएर, पाउँछ होला नि। हेरौँ न घुमाएर आउनु आएर राख्नु तपाईँहरू। खोलाको सिन बाँध्ने हुन्छ। साथीहरू, अहिले हामी खुमसानसा आइसकेका छौँ। बुद्ध विहार खुमसानसा दक्षिण कोरियाको यो विहारमा चाहिँ एकदमै रमाइलो छ है। पुरातात्विक सम्पदा हो। कोरियाको बौद्ध धर्मावलम्बीहरूको लागि एउटा महत्त्वपूर्ण ठाउँ हो होइन। मैले चाहिँ धेरैवटा यस्ता बौद्ध विहारहरू चाहिँ घुम्दै जाने क्रममा यो विहार पनि एकदमै महत्त्वपूर्ण रहेछ र धेरै वर्ष पुरानो रहेछ भनेर यहाँ हेर्न आएको छु। आजको भिडियोमा चाहिँ विशेष के हुनेछ भने वसन्त ऋतु अनि त्यस पछाडि यो फतकुत भन्छ कोरियामा चाहिँ यो फुल फुल्ने मौसम भएको हुनाले चाहिँ अझ धेरै महत्त्वपूर्ण हुनेछ भन्ने चाहिँ मैले लिएको छु है। ऐतिहासिक तथा पुरातात्विक क्षेत्रहरूमा यस्ता किसिमका म्यापहरू राखेर पर्यटकलाई अझ सहज बनेको छ। साथीहरू, दक्षिण कोरियाले वास्तुकला क्षेत्रमा ऐतिहासिक क्षेत्रहरूको पुनर्स्थापना र ऐतिहासिक क्षेत्रहरूलाई चाहिँ महत्त्वपूर्ण रूपमा हेरेका हुनाले पुराना घरहरूलाई पुरानै ढाँचामा बनाइदिएको देखिन्छ। यो भवन चाहिँ पुनर्निर्माण गरिराखेको रहेछ। अहिलेलाई चाहिँ यो निर्माण सम्पन्न चाहिँ भइसकेको छैन। तर यहाँ चाहिँ देख्दाखेरि चाहिँ एकदम भयङ्कर काष्ठकलाहरू यहाँ चाहिँ एकदम भयङ्करै काष्ठकलाको प्रयोग गरेको पाइन्छ। धेरै वर्ष अगाडिका यी कला अनि कृतिहरूलाई चाहिँ यहाँ समेट्ने प्रयास गरिएको रहेछ। काठका यी बुट्टाहरू यति धेरै ठुलो मात्रामा प्रयोग गरिएको छ। वसन्त ऋतुसँगै हरियाली वनजङ्गल, खोलानाला अनि प्राकृतिक रूपमा फुलेका रङ्गी बिरङ्गी फुलहरूले खुमसानसा मन्दिरलाई हामी जाँदा अत्यन्तै
सुन्दर रूपमा सिगारिएको थियो। यहाँ चाहिँ पुराना मूर्तिहरू सङ्ग्रहित छन्। सिंहमाथि चढ्नु भएको होइन, अब भिक्षु हो कि बुद्ध हुनुहुन्छ जस्तो छ। यहाँ चाहिँ यस्तो छ, यहाँ यस्तो यस खुम्सान बौद्ध विहारमा विभिन्न ठाउँबाट बौद्ध धर्मावलम्बीहरू तथा बौद्ध भिक्षुहरू आएर ध्यान गर्ने गरिन्छ। बुद्ध धर्ममा 4 किसिमका चिजहरूलाई महत्त्वपूर्ण साथ हेरिने गरिन्छ। घण्टा, यसको गुन्जयमान ध्वनिले सबै प्राणीहरूलाई धर्मको मार्गमा ल्याउने विश्वास गरिन्छ। यसलाई विभिन्न धार्मिक अनुष्ठानमा बजाइने गरिन्छ। धर्मढोल, पृथ्वीका प्राणीहरूलाई बुद्धका शिक्षाहरू सुनाउन यो प्रयोग गरिन्छ। यसको आवाजले जीवहरूको पीडालाई शान्त पार्ने उद्देश्य राखिन्छ। बादलपाट अर्थात् उन्फान, आकाशमा उड्ने जीवहरूलाई धर्मको सन्देश पुर्याउन यसको मधुर ध्वनि फैलाइन्छ। काठको माछाले पानीमा बस्ने जीवलाई धर्मका शिक्षामा ल्याउने प्रतीकको रूपमा यसको प्रयोग गरिन्छ। विशेष अनुष्ठान, पूजा तथा ध्यानका समयमा यी उपकरणहरूको ध्वनि सम्पूर्ण वातावरणमा पवित्र बनाउँछ। यसको गुन्जयमान आवाजले मानिसलाई शान्ति प्रदान गर्छ र सम्पूर्ण प्राणीलाई धर्म र सत्पथमा लाग्ने प्रेरणा दिन्छ। यहाँ चेरी फुलिरहेको छ। अगाडिको भवन मूल रूपमा काठको स्तूप शैलीमा बनाइएको थियो, तर 1597को युद्धमा जापानी सेनाको आक्रमणका कारण नष्ट भयो। पछि 1635मा कोरियाली राजा इन्जोको शासनकालमा यसलाई पुनर्निर्माण गरियो। पहिले यहाँ खुम्सानसा मन्दिरमा प्रकाशित बौद्ध ग्रन्थहरू राखिएको थियो, तर ती ग्रन्थहरू हराएपछि भगवान बुद्धको मूर्ति तथा उनका प्रमुख शिष्यहरू काश्यप र आनन्दको मूर्ति स्थापना गरियो। ढुङ्गे बत्ती, बुद्ध र बौद्ध गुरुहरूलाई दीप प्रज्वलन गर्न गुम्बा वा स्तूपको अगाडि स्थापना गरिन्छ। धेरै अगाडिको शैली भनेर यसलाई लिने गरिन्छ।
काठै रहेछ, यो रुखै रहेछ। यति ठुलो रुख ल्याएर यसरी छड्याएको रहेछ। यो 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 ढुङ्गामाथि यो तल फराकिलो ढुङ्गा राखेर चाहिँ यो पिल्लर, काठको पिल्लर यसरी लगाएको रहेछ। अनि यो काठमाथि काठ कुँदेर यसरी काठहरू यसरी टुक्रा बनाएर यति मेहनतसँगले बनाएको रहेछ कि यो मन्दिर मैले चाहिँ कल्पना पनि गर्न सक्दिनँ। बौद्ध विहारभित्र प्राणी जगतको हितको लागि सम्पूर्ण प्राणी जगतले पानी खाउन् भनेर यहाँ मुहानको पानी ल्याएर झारिएको रहेछ। साथीहरू, खुमसान शाहको भ्रमणमा चाहिँ आज एकदमै रमाइलो जस्तो भयो है। चिसो चाहिँ चिसै भयो, तर यो पुरातात्विक मन्दिरहरू हेर्दाखेरि चाहिँ मलाई अत्यन्तै रमाइलो लाग्यो अनि खुसी पनि लाग्यो। कोरियामा यति समयसम्म चाहिँ होइन, यो लगभग हजारौँ वर्ष अगाडिको मन्दिरलाई चाहिँ यसरी अहिलेसम्म सजाएर राखेको छ। अनि अब यसका चाहिँ काष्ठकलाहरू चाहिँ पछिल्ला पुस्ताहरूले पनि पुनर्निर्माण गर्यो भने पनि यो पुरानै ढङ्गमा बनाउँछन् क्या। त्यो भएर चाहिँ वास्तुकलामा चाहिँ एकदमै महत्त्व दिएको छ यो देशमा चाहिँ होइन। घुम्न पनि आइयो, यो मेरो पहिलो भ्रमण हो। यो ठाउँ चाहिँ एकदमै रमाइलो लाग्यो। तपाईँ पनि छल्लाबुक्दो किमजेसी होइन, छल्ला प्रान्तको किमजे भन्ने सहरमा हुनुहुन्छ भने चाहिँ नजिकै पनि छ यो खुमसान शाह। खुमसान शाह भनेर सर्च गर्नु भने चाहिँ मोबाइलमा सजिलैसँग देखाउँछ। यहाँको लोकेसन पनि सजिलै छ। धेरै लामो समय घुमाएपछि हामी कफी खानको लागि कफी सपमा छिर्यौँ र कफी खाएर केही समय आराम पनि गऱ्यौँ। सबै गर गइसक्यो। आज हामी खुमसान शाह चाहिँ भ्रमण गरेर सकिसकेका छौँ। मेरो लागि चाहिँ यो नयाँ थियो, यहाँको एउटा नयाँ अनुभव गर्न पाइयो। हामीले चाहिँ यो ठाउँबाट चाहिँ पुरातात्विक सम्पदाहरूलाई चाहिँ कोरियाले कसरी चाहिँ संरक्षण गरेर राखेको छ भन्ने कुरा हामीले पाउन सक्छौँ होइन। त्यसबाट चाहिँ एउटा नयाँ शिक्षा लिन सक्छौँ। त्यसै गरी अब हाम्रो भ्रमण सकिसकेको छ। तपाईँहरूलाई हाम्रो च्यानल भ्रमण गरेर कस्तो लाग्यो होइन, सल्लाह सुझाव अनि प्रतिक्रियाहरू चाहिँ दिन नभुल्नु होला। यस्तै किसिमका भिडियोहरू चाहनुहुन्छ भने चाहिँ तपाईँहरूले सब्सक्राइब बटन, यता तल सब्सक्राइब बटन छ, सब्सक्राइब बटनमा चाहिँ थिचेर सब्सक्राइब गर्न सक्नुहुन्छ। अर्को भिडियोमा फेरि भेटौँला। अहिलेलाई बिदा चाहन्छु। थ्याङ्क यू, धन्यवाद।